हिजो प्रतिशोधको राजनीति भयो भनेर आलोचना गर्नेहरू आज सरकारमा पुगेपछि जनताको मुख बन्द गर्ने, कानुन बनाउने अग्रसर हुनु यो अत्यन्त दुखित कुरा हो। यहाँभन्दा ठुलो दुखित कुरा अरू हुन सक्दैन, अर्को विषयवस्तु हुन सक्दैन। लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ। गणतन्त्रको पक्षमा बोल्न पाइन्छ भने यसको आलोचना गर्न पनि पाइन्छ। सम्माननीय सभामुख महोदय, यो कसैको निगाहमा होइन, नेपालको संविधानको धारा 274 ले गरेको व्यवस्था हो। त्यो भएको हुनाले प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्न पाइन्छ, संविधान संशोधनको माग गर्न पाइन्छ। यी सबै राजनीति अभिव्यक्तिका विषय हुन्, यी राज्य विरुद्धका अपराध होइनन्। कानुन मन्त्रीलाई एकपटक अध्ययन गर्नका लागि म अपिल गर्न चाहन्छु। लोकतन्त्रमा सरकारको आलोचना देशद्रोह होइन, यो असहमति अपराध होइन, फरक विचार राष्ट्र विरोधी होइन। हामीले विभिन्न किताबहरू पढेका छौँ र यो नेपाल भन्ने देश आज बनेको होइन, यसको धेरै लामो इतिहास छ। परराष्ट्र नीति के कसरी बन्छ? परराष्ट्र नीति चाहिँ पञ्चशीलताका आधारमा बन्ने हो र यो व्यक्तिगत आवेगमा चाहिँ परराष्ट्र नीति बन्दैन। सम्माननीय सभामुख महोदय, र यो अर्को कुरो चाहिँ देशको प्रधानमन्त्रीले बोल्ने कुरा चाहिँ तथ्यमा टेकेर प्रमाणमा टेकेर बोल्ने हो र हचुवाका तालमा बोल्ने कुरा होइन भन्ने मलाई लाग्छ। त्यही भएर प्रधानमन्त्रीज्यूले जुन नेपालले भारतको सीमा मिचिएको छ भने जुन अभिव्यक्ति दिनुभयो, गल्ती मान्छेबाट हुने हो, कुनै मेसिनबाट होइन। त्यही भएर यो गल्ती सच्याउँदा नै यो देश र राष्ट्रको हित हुन्छ भन्ने कुरा लाग्छ मलाई। यो कुरा चाहिँ प्रधानमन्त्रीले गरून् र सम्माननीय सभामुख महोदयले यो संसदलाई मर्यादित बनाउन प्रधानमन्त्रीमाथि रुलिङ गर्नुपर्ने अवस्था देखिन्छ। त्यो गरून् भन्ने म अभिलाषा राख्छु। सम्माननीय सभामुख महोदय, आज एउटा गम्भीर विषय सँगसँगै म उठाउन चाहन्छु। सम्माननीय सभामुख महोदय, संसदीय मामिला तथा कानुन मन्त्रालयले मुलुकी अपराध संहिता 2074 को दफा 49लाई संशोधन गर्ने नाममा नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रश्न उठ्ने गरी मस्यौदा अघि बढाएको विषयप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ। यो सबैले सुन्नुपर्ने विषयवस्तु छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता दिएको छ। संविधानको धारा 17 ले विचार राख्ने र बोल्ने र असहमति व्यक्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको छ। धारा 269 र धारा 270 ले राजनीतिक बहुलवाद र राजनीतिक स्वतन्त्रताको संवैधानिक प्रत्याभूति गरेका छन्। धारा 274 ले त संविधानको मूल मर्म र आधारभूत विशेषतालाई प्रतिकूल असर पर्ने गरी कानुन वा संशोधन गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ। तर अहिले प्रस्ताव गरिएको मस्यौदामा नेपालको संविधान वा लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा गतिविधि गर्ने, गराउने वा बल प्रयोग गर्नु भन्ने शब्द थपेर राज्य विरुद्धको कसुर बनाउने र त्यसमा 25 वर्षसम्मको जेल सजाय, कैद सजाय व्यवस्था गर्ने प्रयास गरिएको छ। सम्माननीय सभामुख महोदय, यदि यसले शान्तिपूर्ण विचार, राजनीतिक असहमति वा संविधान संशोधनको माग समेतलाई अपराधको रूपमा व्याख्या गर्ने अवस्था सिर्जना गर्छ भने त्यो संविधानको मर्म, लोकतान्त्रिक अभ्यास र नागरिक स्वतन्त्रतामाथिको प्रत्यक्ष आघात हो। सम्माननीय सभामुख महोदय, यो कुनै मैले बोलेको कुरा होइन। यो देश गम्भीर, डेन्जर र प्रजातान्त्रिक र तानाशाही प्रवृत्तिमा जान खोज्दैछ। त्यो भए हुनाले सम्माननीय सभामुख महोदय, सत्ता परिवर्तन हुँदैमा लोकतन्त्रको परिभाषा परिवर्तन हुँदैन। हिजो प्रतिशोधको राजनीति भयो भनेर आलोचना गर्नेहरू आज सरकारमा पुगेपछि जनताको मुख बन्द गर्ने, कानुन बनाउने अग्रसर हुनु यो अत्यन्त दुखित कुरा हो। यहाँभन्दा ठुलो दुखित कुरा अरू हुन सक्दैन, अर्को विषयवस्तु हुन सक्दैन। लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ। गणतन्त्रको पक्षमा बोल्न पाइन्छ भने यसको आलोचना गर्न पनि पाइन्छ। सम्माननीय सभामुख महोदय, यो कसैको निगाहमा होइन, नेपालको संविधानको धारा 274 ले गरेको व्यवस्था हो। त्यो भएको हुनाले प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्न पाइन्छ, संविधान संशोधनको माग गर्न पाइन्छ। यी सबै राजनीति अभिव्यक्तिका विषय हुन्, यी राज्य विरुद्धका अपराध होइनन्। कानुन मन्त्रीलाई एकपटक अध्ययन गर्नका लागि म अपिल गर्न चाहन्छु। लोकतन्त्रमा सरकारको आलोचना देशद्रोह होइन, यो असहमति अपराध होइन, फरक विचार राष्ट्र विरोधी होइन। जनताको आवाजलाई कानुनको डर देखाएर दबाउने प्रयास लोकतन्त्रको रक्षा होइन। सम्माननीय सभामध्ये म 1 मिनट सकेँ। रक्षा होइन, लोकतन्त्रको घाँटी निमोट्ने प्रयास हो। म सरकारलाई आग्रह गर्न चाहन्छु, संविधानसँग बाजिने, नागरिक स्वतन्त्रता सङ्कुचित गर्ने, लोकतान्त्रिक अधिकारमाथि अङ्कुश लगाउने कुनै पनि विधेयक संसदमा नल्याइयोस्। संसद जनताको आवाज सुन्ने थलो हो, जनताको मुख बन्द गर्ने थलो होइन। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, विदेशबाट आयोजित व्यवस्थाका प्रमुख पात्र तथा 10 वर्ष सशस्त्र युद्धको नेतृत्व गर्नुभएका पुष्पकमल दाहाल प्रचण्डले समेत हिम्मत गर्नुभएको थिएन। तर आज यो सरकारले हिम्मत गरेको छ। यो सरकारलाई सोध्न चाहन्छु, तपाईँलाई जनताले बहुमत दियो, तपाईँले बहुमत
जनताको मुख थुन भनेर दिएको होइन, एकछिन गएर आफूलाई भोट हाल्ने मतदातालाई गएर सोध्न अपिल गर्न चाहन्छु। यस्ता किसिमका मसौदाले यो राष्ट्र, यो देश प्रजातान्त्रिक अभ्यास र मूल्य र मान्यताका विरुद्धमा जान सक्छ। यस्ता विधेयक र मसौदा लेख्नुभन्दा अगाडि एकपटक यो देशको प्रजातान्त्रिक आन्दोलन र जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि कोठागत गर्ने काम बन्द गरियोस्, म यो अपिल गर्न चाहन्छु। त्यो भएर सम्माननीय सभामुख महोदय, कसैलाई तितो लाग्न सक्छ, कसैलाई यो मिठो नलाग्न सक्छ। आज म प्रतिपक्षको मात्र आवाज होइन, यो सत्ता पक्षको पनि आवाज हो। किनभने बोल्ने अभिव्यक्तिका विरुद्धमा ठुल्ठुलो युद्ध भएका छन् र अहिलेको युगमा मान्छेको बोल्ने अधिकार कुण्ठित गर्ने कुरा र गणतन्त्रका विरुद्धमा बोल्नु हुँदैन भन्ने कुरा यो अपराध होइन, यो राजनीतिक मुद्दा। गणतन्त्रका विरुद्धमा यो संसदमा बोल्न पाइन्छ, जनता कहाँ गएर चुनाव जितेर आउन पनि पाइन्छ। यो संविधानको मर्म विपरीत मस्यौदा तयार भएको छ, यो तत्काल खारेज गरियोस्। हस्, जय राष्ट्रवाद, जय नेपाल, धन्यवाद।